तेरा Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now हाल्दियो कसले भेट्ने यसलाई भेट्न जानु लागि कसले भेट्ने र लाइदिन त्यसो अब न्युट्रलमा सर ए हर्न बजाउने रहेछ यसरी Yes, B-L-E-N-D-E-R, thank you. So hello namaste everyone, welcome back to another episode of BRM Vlogs. So सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु गाइज। अनि अहिले चाहिँ म यता नदीपुरतिर छु है, किन भन्दा म चाहिँ गाउँ जान लागेको। सो म एकछिन गाउँ गएर चाहिँ फर्किहाल्ने खासै काम छैन, अनि शनिबार हो नि त आज, त्यही भएर एकछिन गएर आऊँ भनेर चाहिँ हिँड्न लाग्यो है। सो त्यही आज चाहिँ म एक्लै छु, अनि सरर जान्छु, सरर फर्किहाल्छु। सो गाउँ गएर फर्केपछि चाहिँ हामी एकछिन कतै गइन्छ होला, केटाहरू जाऊँ भन्यो भने। सो आजको भ्लग मैले यहाँबाट स्टार्ट गरेँ है। सो कस्तो हुन्छ हेर्दै गर्नु होला। अनि आजभोलि चाहिँ पहिलाको जस्तो स्टार्टै नलाई हिँडेर रहेछ कि म फेरि। सो त्यही हो गाइज, आजभोलि भ्लगहरू खासै हाल्ने गरेको छैन मैले, किन भन्दा त्यस्तो खासै टाइम पनि छैन भ्लग हाल्ने। अनि त्यसपछि अब त्यस्तै भइरहेछ भनौँ न। स्कुटर चलाउन नि मजा आउँछ हौ कहिले काहीँ त, बिचमा त के अरे फेरि त्यो यस्तो ख्याक्लिङ खुक्लिङ बाटो आयो भने चाहिँ फेरि त्योभन्दा झ्याउ फेरि केही लाग्दैन कि। यो स्कुटर चाहिँ हाम्रो किशोर भाइको होइन, पहिला कस्तो थियो स्कुटर यो सुरुमा लिने बेला है, अनि ध्वस्तै थियो क्या पुरै। अहिले त किशोर भाइले जस बनाउनु चाहिँ बबाल बनाइसक्यो, बाहिरबाट हेर्दा लुक्स पनि बबाले बनाइसक्यो है, अनि जस कन्डिसन पनि बनाइसक्यो क्या। सुरुमा लिँदा त कस्तो थियो क्या स्कुटर लास्टै। सो हाम्रो किशोर भाइको पनि युट्युब च्यानल छ, प्लिज गएर सब्सक्राइब गरिदिनु होला है। म तल डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु उसको नि। किशोर भ्लग छ, तर किशोर भ्लग हानेर गरेर सर्च गर्दाखेरि चाहिँ आउँदो रहेछ कि उसको देखाउँदो रहेछ। कास्की कोट पनि हान्नुपर्छ क्या पछाडि, अनि देखाउँछ। तो बोतल बोतल गाइस, मैले मजाले बाटोमा भेटेँ, आलु बोकाइदिएँ मलाई चाहिँ ल। सो गाइस, म फाइनली घर आइपुग्यो अब। अनि मम्मीहरूलाई बाटोमा भेटेँ, मम्मीहरू चाहिँ हिँड्दै आउँदै हुनुहुन्छ होइन, अङ्कल र म चाहिँ आएँ। अब एकछिन बस्छु गाइज, अनि म फेरि उतै फर्किन्छु, अनि एकछिन पछि भेटौँला है त गाइज। सो गाइज, म चाहिँ फर्केको है अब तलतिरै। कस्तो निन्द्रा लाग्ला जस्तो भयो क्या बस्दा बस्दा, अनि त्यही भएर चल्दै गयो। अन्त गाइज गाउँमा देखेको होइन, यतातिर पुरै डाँडा केही देखेन क्या, कस्तो क्लियर देख्थ्यो यतातिर डाँडा होइन, पुरै कालै भइसक्यो, पानी चुइला जस्तो।
मैले त स्पिड चेकिङ होला भनेर आएको क्या माथि त 60 कटेको नि त हल्का नयाँ सात त गएर आएको लास्टमा त बिलबुक लाइसेन्सबाट चेकिङ रहेछ क्या सात त ल यार शनिबार चाहिँ लगभग यता धेरै जस्तो ठाउँमा चेकिङ भइरहेको छ क्या उता अघि नै मैले उता हेमजातिर नि क्यामेरा त अन गरेको थिएँ तर त्यता चेकिङ रहन्छ होइन त्यता नि भइरहेको छ अनि आज चाहिँ यहाँ रहेछ अस्ति पनि मलाई उहाँ रोकेको थियो त्यो खटारो बाटोमा त्यहाँ पारिबाट हेर्दा चाहिँ यो रोड बवाल देख्छ क्या झन् पछि पिच भएपछि झन् कस्तो खतरा देख्छ होला रुक्ने गाइज म त्यहाँ गएर देखाउँछु तपाईँहरूले त्यहाँबाट यहाँ चाहिँ कस्तो देख्छ भनेर भ्यू हेर्नुहोस् यहाँबाट अब यतातिरको उफाऱ्यो सो यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ अब तपाईँ बवाल खालको भ्यू बवाल देख्छ नि त्यही हो म फेरि फर्किन्छु यताबाट अब कोठामा जान्छु त्यसपछि के हुन्छ सो अलराइट गाइज म चाहिँ रुममा आइसकेर पनि अनि एकछिन बसेँ है अनि किशोर भाइहरूले फेरि फोन गरेर बोलायो अनि एकछिन कतै भ्लग बनाउनु जाऊँ भनेर निक्लिनु लाग्यो है तपाईँहरूले त थम्बनेल टाइटल हेरेर थाहा भइसक्नुभयो होला म कहाँ गएँ आज के गरेँ भनेर होइन सो म पहिला किशोरहरूको रुममा जान्छु अनि यतैबाट जान्छौँ हामी चाहिँ आमामामा के हो यो आज जस्तो सो त्यही गाइज अझ हामी दिपाङ दाल जानु लाग्यो है त्यसैले हालेँ मैले तेल त हिजो नै हालेको त्यो स्कुटर पनि तेल खाँदो रहेछ चल्दै अब चाहिँ सो यो स्कुटर चाहिँ उसैको होइन अनि अहिले चाहिँ उसले लिएर जान्छ यो स्कुटर मैले त्यो सुपर लिएर फर्किनु पर्ने हुन्छ ऊ चाहिँ यतै बस्छ क्या ससुराली जाने अरे उसको ससुराली यतै माथि हो नि त उतै तालतिर हिलो यस्तो हाइवेको बाटो त यस्तो छ अनि गाउँतिर झन् के होला हालत हामी चाहिँ यताबाट सर्टकट छिर्दियो गाइस यताबाट त लास्टै धुलो रहेछ क्या यहाँ सिधै विजयपुर निक्लिदिने अब ल गाइस फाइनली हामी चाहिँ विजयपुरको पुलमा निक्लिसक्यौँ है पुल त अलिकति तल जस यहाँ आइसक्यौँ यहाँ चाहिँ किशोर भाइको पालो रहेछ चलाउने फेरि के कोदो परेको आँखामा गाइस यहाँनिरबाट चाहिँ अलि राम्रो छ बाटो है यहाँ चाहिँ अलि राम्रो होइन धेरै राम्रो छ यहाँ त पिच छ अब उता देख्न सक्नुहुन्छ यो रोड चाहिँ यस्तो बवाल भइसकेको छ है जति कुदाइ हुन्छ तर धेरै नकुदाउनु होला ढिलो गए अवश्य पुगिन्छ छिटो गए चाहिँ भर छैन त्यही हो बिस्तारै आफ्नै पिच चाक्लो छ ठुलो छ भन्दैमा चाहिँ मैले जति नै कुदाउनु सक्छु भनेर चाहिँ कहिले नकुदाउनु होला बिस्तारै आनन्दले हिँड्नु होला के भयो केटालाई यता छिर्ने के भनेर मलाई के भनेको 2 गियरमा छ 2 गियरमा या 1K पुऱ्याउनु पर्यो 1K पुऱ्याउनु पर्यो क्या
Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. I won't ever let the doubt creep in. Gotta pop a couple more aspirin. I don't think I'll ever let you in. Easier to break it off best friends. I don't really understand myself. I don't really understand, need help. I don't wanna be left on the shelf. Couldn't even hear me if I yelled. It's so good. कता कता छिराखाने केटाहरूले त्यत्रो बाटो राम्रो बाटो छोडेर यस्तो छिराउँछन् यार अझै हेर नि धुलो उडाउँदै यहाँबाट चाहिँ यता जाने रहेछ ल हामी चाहिँ पहिला माथिबाट गएको थियौँ माथिको गल्लीबाट कवि शिरोमणि लेखनाथ जन्मस्थल प्रवेशद्वार यो बाटो आज जस्तो लाग्दैन पहिला धेरै केटाले कता कताबाट लिएर आइरहेको कता लिएर हिँडेको भनेको कालान लाग्यो नि थाहै छैन मलाई त्यहाँ ताल त त्यहाँ देखियो क्या तर अर्कै बाटो ल्याएको केटाले ए हामी अस्ति नै गएको चाहिँ उताबाट पारि हो कि जस्तो लाग्यो हो कि होइन अब उतै गएपछि थाहा हुन्छ आफूहरू चाहिँ कुदेछन् मलाई पर्खिन्न यस्तो बाटोमा तेरी माटोक्ने हो धुन्दै गएर म माकोरी अब त्यो त स्कुटर चलाउँदैन गाइस म त यार ज्यान स्यान सब दुखिसक्यो यार त्यति गर्दा स्कुटरमा खुब अफरोड हुन आन केटाले आज बुसु सब गइसक्यो होला स्कुटरको त हुन त पहिल्यै गएको थियो झन् गयो होला अहिले त हेर कता कता हलाउनु छ बाटो हालिदियो तेरो मैले पारिबाट आम भनेको क्या हावाहरू पारिबाट राम्रो छ नि बाटो केटाले कन्टेन्ट खोजिरहनु क्या हो ए उता पारिबाट चाहिँ पिच छ क्या यस्तरी आयो भने अनि ऊ माथि पुगिन्छ केटाहरूले चाहिँ यताबाट ल्याए ठिकै छ अब यहाँ अलिकति थोरै अफरोडिङ थोरै होइन महा के अरे के बोल्छ मगरको छोरो माटो भने बोल्न नजाने भएपछि के हाल्नु बोल्नु पर्दो आफ्नै स्कुटर बिगार्नलाई यस्तोमा हालान केटाहरूले हेर त के भन्यो भने खप्परे भाइले बुस गफ भन्दा पनि यस्तो बाटो ल्याउनु पर्छ है ल हेर बाटै छैन त्यो हाल्यो फेरि त्यसै धाने गएर दुईजनालाई नि अगाडिको मात्रै ब्रेकले
यति त उफ्रिएन आज यार म यार 5 किलो मासु घटिसक्यो होला म त्यसै त दुब्लो छु के भयो यसलाई फेरि हातमा थेलै उठिसक्यो यार त ल्याएर उखारेको हातमा ठेलै उठ्यो यार यिनको स्कुटरले त यार कहाँ ठेलिदिउँ न त आज नि उडाइदिउँ कि क्या हो सो देख्न सक्नुहुन्छ दिव्याङ ताल अब चटपटा कहाँ लिएर हिँड्यो अब फेरि पागलहरूले छल्दिन्छ होला तिमीहरूलाई उस्तै गर नि कहाँ जानु लाग्यो हामी मेरो घर आउनु न हावाहरू भोक लाग्यो चटपट खाऊँ भनेको झन् आछि खाऊ तिमीले खाऊ आछि खाऊ सो सुनिल भाइको घर जानु लाग्यो हामी चाहिँ अहिले सही हो यो कोही छैन घर के हार जाने र अब ए पकाएर यसो कोही दाइक चाहिँ डिके होला त मैसै होला नि चिया खाने होला अनि उता दिदीकोमा जम्मै आउँदै होस् यहाँ बाघ आउँछ हो के चाहियो रुमाल है कहाँ थियो रे रुमाल त्यसै भनेको रुमाल नै के पुस्ने भनेको भनेको बाइक पुस्ने भनेको बाइक पुस्ने खुट्टा पुस्नु लाग्यो मजा हुन्थ्यो यहाँ कसलाई भेट्ने यसलाई भेट्न जानु कसलाई भेट्ने र लगाइदिउँ त्यसो अब न्युट्रलमा सर केले पुसौँ न टी सर्ट होला त्यसले कान झिकान त कानले गर धुनी त हुने के रे कुदे पुस्ने भनेको छ्याप छ्याप हान न हो त्यसरी पार्टी बनाउँछ पागल केही हुन्न सो फर्किदिएको अब हामी न्युट्रलमा सरेर मक्कर भाइ यो सबै कुरो के भन्छ त नि यो ठाउँलाई के भन्छ त नि यो ठाउँलाई छापा डाँडा सोधा ल गाइस अझै हामी दिव्याङ तालको साइडमा छौँ है अब यहाँबाट चाहिँ एउटा दुईवटा सिनेमेटिक हेर्नु है
भन्दै थियो सो वेलकम टु BRM ब्लग्स है BRM ब्लग्सलाई सबैले माया देखाइदिउँ है हाम्रो दाइले एकदम स्ट्रगल गरिराख्नु छ है अब चाहिँ ब्लग बिस्तारै बिस्तारै राम्रो राम्रो छोटो मिठो राम्रो आउँछ है यस्तै यस्तै भ्लग आउँछ हैन दिपक दालमा छौँ हामी यहाँ यसो फोटोसुट हुन्छ हैन थम्बनेल लगाइ अब चाहिँ हामी यहाँ यसो चटपट खान लाग्यो है अल्छी लाग्यो जस्तो भएर अब यति खाइसकेपछि चाहिँ जोस आउँछ तेरा सो अल राइट गाइज अब चाहिँ हामी फर्किन लाग्यो है अनि हाम्रो किशोर भाइको ससुराली खोइ यतै यतै कता हो भनिरहेको छन् है अनि ऊ चाहिँ यतै बस्छन् होला अनि हाम्रो सुनिल भाइ र म चाहिँ जानुपर्ने हुन्छ आफ्नै वासस्थानतिर यो चाहिँ झिक्नुपर्ने हुन्छ कि दिनुहुन्न यो उडाउन्न सो त्यही गाइज आजको भ्लग कस्तो भयो है म गाउँ गएँ गाउँको र यताको भ्लग एउटै हुने भयो जोडुवा भ्लग हुने भयो केही छैन जस्तो भयो भने हेरिदिनु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है अनि साइडमा रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला अनि भिडियोलाई लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला त्यही गाइज अब चाहिँ म सुपर लिएर जानुपर्ने हुन्छ सुपरमा मैले भ्लग गरिदिनु होला सायद अब हेरौँ त्यहाँ बसी एकछिन चटपट खाइयो है भोक लागिरहेको थियो अनि चटपट त केटाले एकछिनलाई हामी खाइदिएँ सबलाई भोक लागेको रहेछ अनि एकछिन पस्थ्यो होला हामी फेरि अनि लास्ट चिसो मौसम भइरहेको थियो झाडो होला पानी पर्ला जस्तो भइरहेको छ नि त अनि त्यो हामी चल्दिएको यता नि बाटो बनाउनु लाग्यो कि नाला बनाउनु लाग्यो धुलो बहुत खुलाएर खाने केटाहरूले मलाई धुलो लगाइ जब चाहिँ हामी छुट्टिनु लाग्यो होइन थ्याङ्क यू फर स्पोन्सर चटपट बुझ्नेले बुझिसक्यो ससुराली यो ब्रेक हो कि कलच हो र मैले ठोको नि छैन त फेरि होइन क्या त्यसमा त ब्रेक हुन्छ नि त हन्डा ए हर्न बजाउने रहेछ यसरी सुन न SBLEND ट्याङ्की ल भाइ ल भोलि छिटो आऊ है भोलि बिहानै आउँछ ल कलेज छैन क्या त्यसमा ल हामी सुपरमा चल्दैन नि त हेर न अगाडि केही देखियो होइन लाइट बाल्नु पर्यो त न सिसा लाउन मिल्छ सिसामा पनि धुलो भएर केही देखियो यो त अति भएन र यसरी त लास्ट रोग निम्तिन्छ हेर त अघि भर्खरै पानी हाले जस्तो लाग्यो यहाँ केही देखियो मैले जोडेको अब नि भ्यायो यस्तै बनाएको थियो यार कहाँ भुमरीमा छिरे जस्तो हगेर आम्मा सो आजको लागि भ्लग यति नै सी अन द नेक्स्ट भ्लग टाटा बाई बाई